नमस्ते। आज चाहिँ असोज 1 गते विश्वकर्मा पूजा। अब विश्वकर्मा भनेर त हजुरले चिनिसक्नुभयो भगवान। आजको दिन चाहिँ हामीले फलाम पुज्छौँ। र फलाममा के पर्छ? हाम्रो फ्याक्ट्रीहरू पर्छ, हाम्रो बाइक स्कुटी गाडीहरू सबै पर्छ। मलाई विश्वकर्मा पूजा चाहिँ सानैदेखि मनपर्छ। अनि अझै यो बाइक मसँग आइसकेपछि मलाई झनै स्पेसल लाग्छ के। यो दिन चाहिँ मलाई छुटाउनै मन लाग्दैन। विश्वकर्मा पूजाको दिन आफ्नो बाइक पुज्दा चाहिँ मलाई अझै बाइकसँग अझै बोन्ड अझै मजबुत भएको जस्तो फिल हुन्छ के। एक प्रकारको मनमा रेस्पेक्ट हुन्छ नि त। हाम्रो साधन हो, हामीलाई सहयोग गरे हुन्छ होइन। एउटा एप्रिसिएसनको यो भावना पनि जागेर आउँछ। र त्यसको लागि चाहिँ भाइले चाहिँ सबै सामान ल्याइदिइसकेको छ। अनि त्यसपछि बाइक पनि हामीले बाहिर धोएर आयौँ। अब यहाँ चाहिँ एकदमै फोहोर भइसकेको थियो कि बाटोले गर्दा बाइक चाहिँ एकदमै फोहोर भएर चाहिँ उसले बाहिर नै वास गरेर लिएर आएको छ। अब जान्छौँ हामी आनन्द आफ्नो तरिकाले बाइकलाई पूजा गर्छौँ। चाहिँ बिहान घरबाट दिदीले चाहिँ स्कुटी पूजा गरिसक्नु भएको रहेछ। पहिला चाहिँ टक सफा गर्छौँ अनि बाइकलाई चाहिँ त्यहाँ राखेर पूजा गर्ने। मेरो पूजाको थाली चाहिँ यहाँ छ। अझ हल्का हल्का पानी नै परिरहेको छ होला। छिट्टो नबिग्रिनु, राम्रोसँग कुद्नु, अप्ठ्यारोमा आफै नपस्नु, जता हिँड्न नखोजेको त्यता मात्रै हिँड्नु, राम्रो रोडमा, धेरै पेट्रोल नखानु, थोरै मात्रै खानु। अनि यो मन परी जतिखेर पनि मन परी नबिग्रिनु, अप्ठ्यारो बाटोमा कहिले पनि नरोकिनु, वरपर ग्यारेज नभएको ठाउँमा कहिले पनि नबिग्रिनु, बरु ग्यारेज भएको ठाउँमा बिग्रिएर केही हुँदैन। वन जङ्गलको बिचमा बन्द नहुनु। त्यति नै। पूजा चाहिँ सम्पन्न भइसकेको छ। एज यु क्यान सी। त्यस्तै कहिले लाउने होइन कि टिका। कस्तो एउटामा उ गर्ने अनि लाउने अनि त्यसपछि अर्कोमा गर्ने लाउने अरे भन्नाले त्यही त गरेछु नि। त्यही त गरेको नि। यहाँ पानी नपुगेर हो क्या मैले चाहिँ पानी हालेको नभयो। खै खुट्टा देऊ बाँकी मानी भयो न प्रसाद लियो खेरा भयो। इट्स लड्डु टाइम। हजुरलाई पनि दिनुहोस् एउटा।